हेलो गाइस, मेरो नाम चाहिँ रिया पौडेल हो। हामी चाहिँ बुटवलको बहुमुखी क्याम्पसमा छौँ। आज चाहिँ हाम्रो यो कलेजमा चाहिँ एउटा मोटिभेसन स्पिकर आउनुभयो। अनि यो चाहिँ मेरो साथीहरू हुन्। हामी सबै एउटा बेन्चमा बस्यौँ। होइन अब चाहिँ नयाँ कति स्टुडेन्ट पनि हजुरलाई देख्छु ल। यो चाहिँ स्टुडेन्टहरू हो। सरलाई चाहिँ हामीले यस्तो गाह्रो वर्डहरू दियौँ। अनि त्यहाँले चाहिँ त्यो वर्डहरूलाई याद गर्ने हो। बोर्डमा छ वर्डहरू भनेको चाहिँ यति धेरै वर्डहरू रहेको छ। यो चाहिँ सरले पुरै याद गर्नुपर्ने हुनेछ। हजुर के भन्न चाहनुहुन्छ? आजको कस्तो लागिरहेको छ अहिलेसम्म? मेरो बिहान प्र्याक्टिकल थिएन होइन, म चाहिँ पढ्न भनेर स्पेसली आएको 11 बजीसम्म। यहाँ आउँदा चाहिँ यो नौलो कार्यक्रम रहेछ यस्तो छ भनेको म आउनु थिएन होइन। प्र्याक्टिकल छ त्यसको लागि खासमा आएको, जस्तै त्यो पनि छैन उनीहरूले। आज के खाना आएको आज 16। सरले चाहिँ मोटिभेट गर्नुभन्दा बढी चाहिँ कमेडी गरेर हँसाउनु भयो। सरले चाहिँ यत्रो हेर्नु है, हजुरहरूलाई देखाउँछु मैले। यत्रो सबै यो कति गाह्रो डिजिजहरूको नेम हो। अनि यहाँ संस्कृत पनि छ। अब चाहिँ नम्बर दिने रे सरलाई। अब चाहिँ 30 डिजिट नम्बरसम्म पनि हुन्छ अरे होइन, त्यो याद गर्नुहुन्छ अरे सरले चाहिँ। लास्ट नम्बर रहेको छ, हेर्नु 30 डिजिट नम्बर हो। सरले चाहिँ यो याद गर्नुभयो भने चाहिँ सर साँच्चीकै जिनियस हो है। अर्को साम्पाङको अर्को वर्जन जस्तो हुनुहुन्छ कि फेरि भन्नुहोस् त के अरे? अर्को साम्पाङको अर्को वर्जन हेर। अब अघिसम्म एकदम धेरै हल्ला भयो। अब सबैजना साइनले कोही हामीले बोल्यो। यहाँ त मेरो एउटा पनि छैन राइट, एभ्रिथिङ इज युज। अब यही कुरा मैले हजुरहरूलाई याद गर्ने टाइम दिएँ न, याद गरेर म ह्याप्पी बज गेस इन केस यो कुरा याद गर्नु पर्यो भने तपाईँहरूलाई यो कुरा याद गर्न कति समय लाग्छ? हामी त सक्दैनौँ। एकछिन ल, यहाँ तपाईँहरूको क्लासमा टपरको कोही छैन, थाहै छैन। हिसाबै भएको छैन। हल्ला गरे मच्छर उठो अनि यहाँबाट केही देखेन। मच्छर उठ्ने 5 घन्टा 20 मिनटमै हुन्छ। म यो कुराहरूलाई लेखिसक्ने बित्तिकै थोरै टाइममा याद गरेर ट्राई गर्छु। के मैले भने तपाईँलाई याद छ? मलाई भन्नु गाइस, म यो कुराहरूलाई कति मिनट भित्र ल्याउँ? आधी त लेख्दै भयो नि। 10 मिनट। ओइ सेकेन्ड हेर्नु ओइ। 10 मिनट। मलाई मन परेन नि यो। लेख्दा बित्तिकै फास्ट लेख्नु होइन, लेख्दा बित्तिकै झ्याप्प सरले भन्ने पाएको यत्रो बेर कुरा गर्ने अनि लेख्दाखेरि याद हुन्छ नि त। हिप्नोटाइज गर्ने गेम खेल्नु। 5 मिनट धेरै भयो कि।